गाइज हेलो हेलो भन हेलो हामी चाहिँ इभिनिङ वक गएको अनि यहाँ चाहिँ अङ्कल पुलिस सरहरूको चेकिङ हुँदैछ। यो चाहिँ डस्टबिन हो जस्तो लाग्यो। फोहोर चाहिँ जहिले डस्टबिनमै हालौँ होइन। डिसिभिलाइज्ड गाइज। हामी चाहिँ अहिले यो कुन चाहिँ हो गुम्बा चोकहरू गुम्बा चोकमा छौँ होइन। अनि यो चाहिँ हाम्रो भाइ तनुज बडी बिल्डर। मेरो च्यानल 800 पुगिसकेको छ गाइज। अब 200 जान चाहिएको छ। जल्दी जल्दी सब्सक्राइब हालौँ होइन। ट्याक्क लाएर अब 200 जना सब्सक्राइबर भइसक्यो पछाडि 1000मा एक गिभ अवे गर्छु म। 800 पनि त्यही मेरै फेक हुनु सब 400 जोर जोर से बोल के लोगों को स्कीमै बता दे। अनि 1K मा चाहिँ एकदम सरप्राइज गिभ अवे हुन्छ होइन। केही भन्नु छ त तनुज? यो अब चाहिँ के केही हुन्छ सरप्राइज गिभ अवे। यहाँ चाहिँ तपाईँ हुन्छ। हेलो हेलो बोलो भाइ हेलो बोलो बनी। अनि ओइ हामी छिर्ने कताबाट हो? अलिक पुलिस देख्यो भाग्यो गाइस। चोर पुलिस कस्तो पुलिस अगाडि लानु नि यो के भन्छ यो चाहिँ हामी चाहिँ अहिले बुद्ध शान्ति टोल विकास संस्था दमक 5 तपाईँहरूलाई यहाँ हार्दिक स्वागत गर्दछौँ भन्ने ठाउँमा छौँ। सिधै जाउँ न। यता चाहिँ डिफाइभ एकाडेमी यो चाहिँ फुटबल एकाडेमी छ अरे यता। अनि सिधै जाने वहाँ परबाट। अनि परबाट धेरै परबाट पुलबाट जाने परबाट। यहाँ फोटो खिच्ने हो नि त ब्रो। यहाँ चाहिँ यहाँबाट होइन फोटो खिच्ने त्यहाँ फुटपाथमा भनेको फुटपाथमा जेब्रा क्रसिङबाट क्रस गर्नुपर्छ बाटो चाहिँ होइन। जेब्रा क्रसिङ डिसिभिलाइज्ड गाइज। मेगा क्रसिङ 100 सिभिक सेन्स। अनि ट्याक्क लाएर यहाँ तपाईँ बाटोमा कुद्नु हुँदैन भन्ने कुरा थाहा छैन कि क्या हो? यहाँ के छ तनुज? के भिन्डीबारी हो कि क्या हो? हेर्दाखेरि चाहिँ ला 2-3 वटा टिपेर आउँछ त पुछ क्या तपडु ए तपडु रिसाउने यसरी ऊ कुकुर आयो है टोकोहरू भने त हामी जान्दैनौँ नि। फेरि छपरी केटीहरू हुन्छ नि मेरो पहाडबाट हिँडेको हिँड्ने बनाइदियो ल। म यस्तो गर्छु फर्केर। गोलु भाइ लगेश भाइ लोकल लोकल लोकल। यो चाहिँ हाम्रो पहिलाको यहाँ फोटो खिचौँ न सानोमा तपडु। पौडी खेलेको मैले